ल आजको हाम्रो यो इयरको लास्ट क्याम्पिङै होला नि त सुरु हुँदैछ यहाँ हुक्का बन्दैछ आगो बल्दैछ यो बारटेन्डरको ड्युटी पाएको छु हैन हजुर यो के खुवाउनुहुन्छ आज हामीलाई तपाईले यो क्याप्टेन अमेरिका मुर्गन हैन है ल क्याप्टेन अमेरिका ओके 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 हामीसँग बारमा के छ दाइ आज हामीसँग कोरोना छ यो लेमोन वाइन छ कोक छ पानी छ अरु स्टकमा नि छ गाडीमा हैन स्टक पनि छ ल ठीक छ चिल ह्यापी क्रिसमस मेरी क्रिसमस ह्यापी न्यू इयर ओके ह्यापी जे हो त्यही ह्यापी ह्यापी सब ह्यापी 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 थ्यांक यू नेट हान्नु मजा यो कहिलेदेखि स्टार्ट गरेको बिजनेस हो त्यो यो अलि खाना नमिल्नेको जातमा जन्मेछु फेरि कति रुपैयाँ जिरो यो झिर भन्दा पनि यो 1-2 करोडको होला जहाँसम्म डोनाको गाउँलेको दिइहाल्नु पर्ने हैन कस्तो चल्दैछ यहाँ भर्खर स्टार्ट हुँदैछ उहाँले चाहिँ दियो धर यार यताबाट खिच्छ ल के भन्न छ हैन नि कसैलाई सम्झिन छ बुङ्गुर खाँदा रक्सी खाँदा सुरज दुईजनालाई सम्झ न नेपाल गएको दुर्गा र मन्दालाई चाहिँ एकदम सम्झेको थियो होइन दुर्गासँग त अघि कुरा भइसक्यो मन्दाईसँग चाहिँ अलिक भएको छैन ठीक है ओके अभी उतना मजा नहीं कल मॉर्निंग में बहुत मजा आएगा ठीक है भाइ नलजाइकन खाऊ है हाम्रो यता चाहिँ बारबेक्यू हुँदैछ यता हामी खाँदैछौँ अनि इफ यु वान्ट टु सी मी कोडबाट कन्टिन्यू दिनु पर्यो नि त्यो दाइ आजको गेट टुगेदरको बारेमा के भनिदिनु न त आज एकदम एउटै शब्द भन्दा फ्यान्टास्टिक त्यसलाई अलिकति बढाएर भन्न पर्दाखेरि नयाँ वर्षको हाम्रो वेलकम 2026 लाई अनि आजको भोलिको हाइकिङ सुपर त्यसमा धेरै कुराहरू छ अब यसलाई सर्टकटमा दाइ हजुर के भन्नु छ के माया गर्ने कस्तो कमी हुन्छ र यार यता धेरै वर्षै भयो कि हैन वर्षै भयो न्यू इयर पछि हो कि है न्यू इयर पछि नै हो यत्रो ग्यादरिङ भएको छ न्यू इयर पछि नै जस रमाइलो भइरहेछ अनएक्सपेक्टेड ग्यादरिङ हो यो चाहिँ होइन प्लानिङ चाहिँ 2 हप्ता अगाडिदेखिको हो होइन अहिले आएर सक्सेस भयो हो जस रमाइलो भइरहेछ चिसो ठाउँमा होइन चेस दाइ चेस हो दाइ तपाईको स्टोरी आउनु बाँकी छ ओके ओके मात्रै खाइसके फेरि तपाईको स्टोरी खाएपछि मात्रै आउँछ खाएपछि मात्रै आउँछ मेरो स्टोरी नखाँदै आउँदैन अस्ति देवर नखाँदाखेरि क्यान्सल गरिदिएको ठिकै छ ल गेट टुगेदरको बारेमा ओके क्यारी अन थ्याङ्क यू दाइ हाम्रो यहाँ भाइलाई कसलाई सोधौँ ल पहिला ल मेरो भाइलाई को बोल्ने हो पहिला भाइ बोल्नु म्याच हेर्दै हुन्छ आज दाइले गेम हेर्दैछु तिम्रो खोइ क्लबमा आएछ त पुरा बाउन्सर लिएर आउनु भएको दाइले फेरि होइन बाउन्सर मेरै छोरा बाउन्सर अनि गेट टुगेदरको बारेमा के भन्नु अब धेरै पछि हाम्रो दाजुभाइहरूलाई भेट्न पाइरहेछ दुबईदेखि आउनु भएको छ हाम्रो दाइहरू किसन दाई अनि यशपाल दाई खुसी लागिरहेछ होइन अनि अब भोलि बिहान चाहिँ हाम्रो एउटा सानो हाइकिङ प्रोग्राम छ अनि जहिले पनि दाइहरू दुबईबाट आइसकेपछि हामीलाई छुट्टै एउटा रमाइलो माहौल होइन आज त्यही माहौलमा चाहिँ हामी होइन रमाइलो गर्दैछौँ दाइ अब के भन्नु छ अब जति भन्नु भाइले भन्दैछ कि है म उसैको अब भाइको उसमा फलो गरिरहेको छु है एकछिनमा ल्यापटप खोल्छु होइन
जीवनको केही छैन उमेर छँदै मजा गर्नु भेष छँदै छैन दुई आत्माको मेला। गुड मर्निङ एभ्री वान। अब हामी चाहिँ टेन्सन सबै क्याम्प उठाएर हाइकको लागि रेडी। ल गुड मर्निङ सबैलाई, गुड मर्निङ। रेडी होइन त अब हाइकिङलाई? उता त हिमाल देखाएको जस्तो देखियो यार, उता माथि माथि हिमाल रहेछ त। पहिलोचोटि हिमाल देखियो यार। दाइ हामी आज कहाँ छौँ? हामी लासा तिब्बत तिब्बत होइन, तिब्बत घरहरू पनि। तिब्बत भन्नु होला नि। यिनीहरू हाम्रो आजको अफिसियल गाइड हो। हो हाम्रो हो। ल गुड मर्निङ सबैजनालाई। हामी चाहिँ आज हाइक स्टार्ट गर्दैछौँ अनि हामी चाहिँ आज रसलखेमाको लासादेखि स्टार्ट गर्दैछौँ। वी आर अन द वे टु हिडन ओएसिस। सबैको फर्स्ट टाइम हो। लेट्स सी कस्तो छ ठाउँ चाहिँ अब होपफुल्ली। आम्मामा त्यसको सिङ यार च्याङ्रा हो यो। आयो आयो हान्छस् के हो? हान्दै हान्दै एकजना हान्दै ठोक्दै ठोक्दै हाम्रो कसैलाई। वीर 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 हो के वीर हो। गाडी पनि पुरा हो। पाहाडको भएर क्या तातो हुन्छ पाहाडको। छैन भाइ चिसो। चिसो छैन भनेपछि यो पानी अर्ग्यानिक हो। चिसो छैन भाइ। मुलको हो क्या? मुलको। यो मिठो पानीमा धोइदिइहालौँ। मजा आयो। दाइ रुममा बसेर रक्सी खाएर सन्डे बिताउनेहरूलाई के थाहा यसको मजा होइन? यहाँ आउनुपर्छ। मैले त्यही भन्छु क्या, नेपालीहरू चाहिँ अलि रुटिनै त्यही हुन्छ क्या है सन्डेमा। ल अब हाम्रो ट्रायल यहाँबाट सुरु हुन्छ। अस्ति पहिरो गएको त्यहाँ आइछ होइन? सोध्दै रहेछ। How goats are Hiking. hiking in Russell Khema. So what you people are doing? Yes. Sitting over there and watching this video. Everyone should come and join this hike. Look at this. Bakras. Wow. Woo. हामी चाहिँ 1 किलोमिटर पनि आइपुगेको छैन अनि बिचमा दामी दामी भ्यूहरु चाहिँ देख्न पाइरहेछ। Look at this dam. Look. Really beautiful. Let me show you something crazy. Look at this. Simply the race. भन्न जाऊँ क्या? पौडी खेल्न मिल्छ? फोर्छ। सफा दामी हुँदैछ। चम चम चम।
ल जाउँ 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 हाम्रो ट्रायल रफ पनि छ टफ पनि छ सफ्ट पनि छ आई तेरी थ्री 360 किन्नै पर्ने भयो यार ओ कसको बाख्रा हो यता एक्सपेक्टेसन भर्सेस रियालिटी भयो त्यहाँ Excuse me, brother. 100 meter quite difficult. Okay, is this the one that we see on the picture with greenery? No, still we need to go Oh, okay, that's okay. 4 kilometers. I thought like expectation versus reality. No. Maybe similar. Okay. Yeah. It looks like so many people already hike over there. Already people are. So you hike every week or Yeah, every week. every week? That's good. But I'm here locating Russell Camo on this week. So I can used to come. You going solo or with group? Usually me and my friend. Okay. If sometimes solo. I tried solo on last holiday to Wadi Nakab. Was in Nakab? Yeah, it was good. Great place. I camp alone at the night. Then I woke next morning. Bit challenging trail also. Yeah, it was. Don't go and. You guys better walk you this have way. to follow the same यतैबाट आऊ steps. Huh? यहीँबाट आमै सबै. Don't take risk. Huh? You can follow other footsteps. मेरो अगाडि हिँड्नु त एकजना टी सर्ट लगाएको सायद यतिको यो नभएको मजा आउँथेन नि यो रियल एडभेन्चर भनेको यही हो दिस इज रियल एडभेन्चर हिँड भाइ हिँड गाडीवालाले चाहिँ गाडी धुनलाई पैसा उठाउनु पर्ने भयो जम्प भेउते हान्नु नि त भेउते धान रोप्न त्यो आली हिँडे जस्तो देखियो ओहो जुत्ता त आइयो यहाँबाट पो जम हिजो मलाई यहाँ यो हाम्रो ग्रुपमा आउने 2-3 जनाले फोन गरेर न्यु इयरबाट चाहिँ रक्सी छोड्नुपर्छ भन्ने कुरो आएको छ न्यु इयरबाट तर मैले तिनीहरूलाई विश्वास गर्दैन तर यो ठाउँ राम्रो रहेछ हैन को भिडियो हेरेमै आफै म हो त्यो भन्ने भने हुन्छ तर हैन मलाई त एकदम बेस्ट लाग्यो यो जबरजस्त एकदम यो राम्रो रहेछ कि किन त यो एडभेन्चर हेर्नु न यो भिन्डी बाटोको हैन कि यो हिरो बाटोले अझै इफेक्टिभ बनाइदियो कि मजाले अझै असरदार भयो कि मजा भयो मैले भने नि जुत्ता फोहोर भएन नि हाइकिङ आएको के अर्थ रह्यो त यस्तो बाटो कहाँ हिँड्ने नेपालमा पनि हिँड्ने छैन कि यस्तो त अनि यो भनेको त यही त हो स्वर्ग भन्ने
जिउँदै देख्ने भनेको यही त अनि मरेपछि त के देखेला देखेला नि ल दाजुलाई है म आइसक्यो आउनु तेरि We love challenges. Did you hike over this Malaya? Himalaya, one time I went Okay. to Kedarnath. You know Kedarnath? Huh? Where is it? I mean in India? In India, Kedarnath. Okay. No, but I'm talking about the Sharjah Malaya. No. Only I went Uttarakhand, Himalaya, Okay. or Kedarnath, around up and down 50. I think that's the popular, right? The place which you are telling where actually? It's in Sharjah Malaya. In between of the desert, there is a. Aleha. Ah, okay. You been there? No. Okay. That one is tough. Ah. Before starting the desert area, right? Yeah, exactly. Yes. Because I was there in Gujarat around 9-10 years. Okay. But I not went to Malaya hiking. Finally, we meet some people, huh? Hereafter, only the climb. Okay. They are with you? No. Okay. Then is separate. मुक्तिनाथ गएर त्यो अप्पर मुस्ताङ जाने बाटो जस्तो देखिन ल हिडेन ओसिस भनेको चाहिँ यही रहेछ एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो यो उ भएर हो कि हेर्नु न त्यो उसले बाढीले उ गरिदिएको होइन ल फाइनली हिडेन ओसिस आइपुग्यो हामी चाहिँ सरर तर यहाँको बारेमा विशेष के थियो भनेर भन्ने मान्छे भएन कि होइन ओ दाइ के भयो आल दाइ के भयो यतै हो थाक्यो मजा आयो ओहो यस्तो दामी रहेछ यार फुटबल त यहाँ खेल्नुपर्छ वाउ थ्याङ्क यू Thank you so much. Take each one. थ्याङ्क यू फर द ब्रेकफास्ट Yes, boss. थ्याङ्क यू फर द ब्रेकफास्ट We don't know how many of people will join actually. He said 5-6 actually. So that's why we not planned. No, it's okay. Otherwise we have planned to buy some more. 5-6 people only come here, and that's why he told me. These guys are waiting us down there Next to time return we back. Yeah, plan. they are not coming. not coming, huh? No. Usually we bring some breakfast and Plan to go up to there. ल फाइनली हामी चाहिँ आयो milkshake. त्यहाँ त घर रहेछ यार अन्त नि यो ताल चाहिँ लगाएको छ त भाइ Protein shake. लक गरेको We will carry out. We will take it back. We will not throw it. Do you think someone is living there? Yeah.
So how they travel by walking? How they travel by walking? By walk only. Water they are getting from the main road in the from here if you climb. पानी आएर चाहिँ त्यहाँ पानीको पाइप हो यहाँ त फुटबल खेल्न जान्छ त दामी प्लेन बनाएको माटै रहेछ सब त्यहाँ त ओरिजिनल यसो गरौँ न सबको मजा बेरौँ न सबको मजा निकालेर बेरेर खेलौँ न हो नि हो होइन म जाँदा टी सर्ट निकालेर ठुलो हुन्छ हामी त युए को गाउँमा आइयो होइन दुर्गम यहाँ ऊ लाग्छ नि दाइ मेला लाग्छ त्यो सांस्कृतिक प्रोग्राम हुन्छ यहाँ सिरियसली थाहा छैन स्टेज यहाँ पुरै त्यो नाच्छन् यहाँ त्यो हाम्रो गाउँघरतिर हुन्छ नि नेपालीहरू कि अरू नेपालीहरू यहाँ आउँछ नि हिँडेर लास्टमा अँ। सामानहरू कसरी पुऱ्याउँछन् त बोकेरै यहाँ त्यो गाउँतिर सांस्कृतिक प्रोग्राम भएको देखेछ कि नि त्यस्तै गर्छन् यहाँ स्टेज बनाएर फार्म रहेछ त्यहाँ ऊ सिरियसली पत्याइदिरहेको होइन यसो सोचिरहेको कि मैले पनि सामानहरू कहाँबाट ल्याउँछन् होला त भनेर अझ नेपालीहरू गरे अझ सांस्कृतिक प्रोग्राम टोइलेट हो कुखुराको खोरो यस्तो ठाउँ पनि देख्यो नि त भाइ सोचेको थियो यस्तो ठाउँ होला होइन छैन नि होइन सोचै छैन यस्तो ठाउँ भनेर त्यस्ता मलाई बिल्डिङ जति पनि देखिन्छ कि होइन देखिहाल्छ नि यस्तोमा हतपत कहाँ आउँछ त मान्छेहरू फर्स्ट टाइम पायो यो भिडियो चाहिँ पछि कतै हालेपछि अपलोड गरेपछि देख्नुहुन्छ हाम्रो छुटेको साथीहरू के भन्नुहोस् त यो ठाउँको बारेमा हाम्रो तल छुटेको साथीहरू दाइहरूले भाइहरूले एकदम मिस गरेको रिग्रेट हुने ठाउँ हो यो मैले यति मात्र भने अहिलेलाई ल यस्तो छ ठाउँ चाहिँ कस्तो लाग्यो जुलम भिडियो आफै बोल्छ होइन एक्ज्याक्टली भाइ कस्तो लाग्यो ठाउँ एकदम रमाइलो यता फोटो सेसन हुँदैछ जाउँ मजा आयो दाइ मजा आयो नि है एकदम सुपर हो धेरै भएको थियो लगाउनु गरेको लेफ्ट फिट क्राम भएको कारणले गर्दा मुख पछाडि पऱ्यो कि मेरो त रेकर्ड ब्रेक भनेको हो ए भनेपछि पहिलोचोटि हिँड्नु भएको थियो अरे तात बैजत के पारा बैजत माथि दामी थियो नि यहाँनिर चाहिँ पहिरो गएर रहेछ Let me show you another unexpected place in UAE. सब हाइकिङ गरेर आएर थकित अवस्थामा कोही आउँदैछन् हामी कहाँ छौँ रे भनिदिनु त यसो यो हामी जबरजस्तको नदी नालामा माछा मार्न आएको माछा मार्न आएको दुवाली थुन्न यहाँ एकछिन थुन्दैछन् के भन्छ र हिडन के भन्छ यो त जबरजस्तको बाटो भयो हामी गएको चाहिँ हिडन ओएसिस ल दुबई आई मिन युएमा पनि यस्तो ठाउँ छ है त ल भेरी अनएक्सपेक्टेड होइन यो पोखराको खोला हो यो फुर्चे खोला फुर्चे खोला हो यो फुर्चे खोला पोखराको फुर्चे खोला आएको हामी घुम्दै घुम्दै दुबईबाट यसैमा मेरो एउटा खोलामा बसेर बियर खाइन्थ्यो म एउटा कहानी भन्छु कि दाजु त्यसको जवाफ पनि छ दिनुपर्ने हुन्छ ल एउटा हेभी ड्राइभर रहेछ कि यही बाटोमा हिँडेछ होइन गएछ 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 माथि डाँडाबाट त्यहाँको डाँडामा उहाँको डाँडाबाट खसेछ मुनि हेभी ट्रक हेभी ट्रक अब त हेभी गाडी खसेछ अनि अब त्यो खस्दाखेरि त्यो गाडीको सबै पार्ट पुर्जाहरू खराब भएछ कि ओके ओके सब पार्ट पुर्जाहरू खराब भएछ तर एउटा साइडको लाइट मात्र के साइडको लाइट के त्यो मात्र निप्ने बन्द हुने भयो चाहिँ कसरी पुरानो प्रश्न हो यो
मलाई थाहा छ तर अरूलाई थाहा छैन प्रायः जसोलाई थाहा छैन कि फेरिबाट भनौँ मलाई थाहा छ उसलाई थाहा भएन फेरिबाट भनौँ कि कुरा त बुझ्नुभयो ए निम्नी बन्द हुने ओके गरी निम्नी बन्द हुने नि बोलेकै छैन कि निम्नी बन्द हुने सही हो सही हो तर यो मुखले भन्दा पनि यो हात हेऱ्यो भने मान्छे कन्फ्युज हुन्छ कि दाइ रियल इस्टेट छोडेर कहिलेदेखि यो धोबी काम हुन्छ सुरु गरेको यो स्पेसल एएफसीको लागि मात्रै हो यो होइन एक्टिभ फिटनेस कम्युनिटीको लागि चाहिँ धोबी बनिदिएको छु होइन अब के गर्ने अब मड हाइकिङ ट्रेल पऱ्यो है यो जुन फ्लोडले गर्दाखेरि त्यो भएर आज हल्का अब के गर्ने यस्तो हिलो मैलो लिएर गयो भने बुढीले घरमा बास नदेला होइन त्यो भएको कारणले गर्दा मैले त अघि नै सरी भनेर स्टोरी हालिदिइसकेको हो र अब त्यस्तो सरी भन्दा पनि अब मान्दैन नि त बुढीहरूले साह्रो छ यार कसो हो सही हो सही हो हामी चाहिँ युएमै हो है युएमा यो नेपाल होइन है तर हामी चाहिँ नेपाली हो So